चटपटे स्वादिलो हुनको लागि चटपटे मसलाको एकदमै महत्त्वपूर्ण रोल हुन्छ। यसमा सही सामग्री र सही तरिकाले रोस्ट भएमा यो एकदमै पर्फेक्ट मसला हुन्छ। हामी यसलाई चाहिने सामग्रीहरू तयार गर्छौँ। जिरा, धनिया, रातो खुर्सानी, आलस, तोरी, टिमुर, तिल। अब हामी रोस्ट हुन टाइम लाग्ने सामग्रीहरू राख्छौँ, जस्तै तोरी, धनिया, आलस, रातो खुर्सानी र टिमुर। यसलाई हामी कम्तीमा 2 मिनट जति लो हिटमा ड्राई रोस्ट गर्छौँ। यो हल्का पड्किन लागेपछि हामी जिरा राखेर फेरि 1 मिनट जस्तो रोस्ट गर्छौँ र अन्त्यमा तिल राखी तिललाई पनि एकछिन रोस्ट गर्छौँ। चटपटे मसला बनाउँदा यो सबै सामग्रीहरू एकदमै राम्रोसँग रोस्ट हुन जरुरी हुन्छ। हामी एक मसलालाई एकदमै राम्रोसँग रोस्ट गर्छौँ। हाम्रो सबै सामग्रीहरू राम्रोसँग रोस्ट भइसकेपछि हामी यसलाई निकाली केही छिन सेलाउन छोडिदिन्छौँ र यसलाई ग्राइन्ड गरी फाइन पाउडर बनाउँछौँ। यसरी तपाईँ चटपट मसला बनाउनु भयो भने तपाईँको चटपट एकदमै स्वादिलो हुन्छ। एकपटक ट्राई गर्नुहोस्।